गाइज वेलकम ब्याक माई युट्युब च्यानल आरजु ब्लग्स। फाइनली आज चाहिँ नेपालको यहाँ वर्ष भएको कारणले गर्दाखेरि हामीहरू चाहिँ बेतना सिमसार जाँदैछौँ। सो सबैजनालाई ह्याप्पी न्यू इयर। अहिले सिमसार लाग्दै गरेको अवस्था देख्न सक्नुहुन्छ। यो तमको चिया बगान हो गाइज। अनि मेरो साथी चाहिँ पुरा आइला सिस्लाएर चाहिँ होइन राम्री भइरहेछ, राम्री देखेको छ। म चाहिँ यस्तो भइरहेको छु। आफ्टर लङ टाइम पछाडि चाहिँ भिडियो बनाउँदाखेरि बोल्नु पनि नआउँदो रहेछ है गाइजहरू। हाम्रो तल बसिरहेको हुन्छ अनि हामी चाहिँ यहाँ धुलो आउनु थाल्यो है गाइजहरू। यस्तो पाउडर त सस्तो बेतनमा के सिमसारमा आइसकेको छौँ। टिकट काटेर आज देख्न सक्नुहुन्छ यति धेरै भिड छ कि यस सिमसारमा पनि। यहाँनिर हाम्रो ग्रुप चाहिँ यहाँ छ देख्न सक्नुहुन्छ। आज त गाइने दाई पनि सारङ्गी रोटेर जाँदैछ हेर। आज एक दिन त खर्च गर्नु हुँदैन, यहाँ घाटा लाग्छ वर्षभरि। 50 रुपियाँ अलरेडी घाटा लागिसक्यो। अब हिँड्दैछौँ। यो बेतनाको सिमसार हो कि कता हो नि? यो त सिमसार मात्र हो नि, बेतना होइन है। मङ्गलबारको सिमसार रहेछ है। मलाई त भन्नु पनि नआउने फेरि के गर्नु। घाटो त हामीलाई आज बडो लाग्यो, बडो मन पनि दुखायो। के गर्ने हो र पैसा सक्यो हो यो। ल ठिक छ, वर्ष पछाडि थपेर 100 रुपियाँ भएर आउँछ होला। यहाँ देख्न सक्नुहुन्छ ड्रेस पनि रहेछ है, कल्चरल ड्रेस लाएर खिच्ने होइन त। कुन ताक हेरेर त म त होचिन अझै देखेछु त नि तेरो त नि। यहाँ चाहिँ फेरि पुरा भनेर यहाँ पुरा दामी गइरहेछ। कस्तो गर्ने है दिदीहरू आउँदै हुन्छ भनेर। यहाँ चाहिँ फेरि टिकटक ग्रुप आइरहेछ है गाइजहरू। है साथीहरू, तपाईँहरूको ह्याप्पी न्यू इयर कस्तो भयो? मेरो चाहिँ योचोटि खासै रमाइलो भइरहेछ। बाटोहरू देख्नु, यहाँ पौडी खेलेको बिचरा यहाँ माछा पनि देख्नु सक्नु तपाईँहरूले। सन्ध्या र फोटो खिच्दै जाँदै चाहिँ हाम्रो आफ्नै लका जवानी सोल्टिनीहरू हुनुहुन्छ। यहाँ चाहिँ देख्नु सक्नुहुन्छ तपाईँहरूले। 81-82 सालको ह्याप्पी न्यू इयर चाहिँ मेरो यस्तै भएको छ, देख्नु सक्नुहुन्छ। अब यो चाहिँ मङ्गलबारको बेतना हो कि सिमसार हो खतरा भइरहेछ। टिकटक गइरहेछ है हाम्रो दिदीहरू चाहिँ। यहाँ चाहिँ खै म पनि आउँछु हौ। हात लगाइदिनु पर्छ। ए हात लाग्दैन फेरि। के ज्यालामा नमिल्नु भएको के बजिरहेछ उभिरहन्छ। अनि कहाँनिर सिधै गएर हाल्नु पर्ने अरे बेनालामा सिधा बुझेर दिन है माग्नु त दिएन दि बिनु दिदीले होला नि प्यार गरेर हो हार त खाएन नि। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यति राम्रो बनाएको रहेछ स्पेसली आज नयाँ वर्षको लागि। अलिकति होइन पुरै हामी आउँदैछौँ है गाइजहरू। म त चाक दामी यहाँ चाहिँ गीत बजाउँछ। नाच्यो कि फिल भयो कति हो आइसक्रिमको दाम चाहिँ? ल थ्याङ्क यू आइसक्रिम। यहाँ देख्न सक्नुहुन्छ आइटम आइसक्रिम खाम भन्छ के गर्नु। अब फ्रीमा बाँड्यो भने त म अब नाइन भने खान्थ्यो र। जल्बी जाँदैछ जल्बी। आमामा जलेबी आमा समोसा पनि परेछ त भयो खाँदा। मलाई त आज मन पर्छ मेरो हल्ला नभएर ऊ आइसक्रिम होइन न हामीलाई किन्ने त होला त नि। आइसक्रिम आयो लेलो। हेलो हेलो आइसक्रिम खै यो आइसक्रिम देख्न सक्नुहुन्छ। तपाईँहरू खानु भयो कि भएन? यहाँ चाहिँ पुरा दिल्ली लिँदै हुनुहुन्छ। आइसक्रिम कति हो आइसक्रिमको दाम चाहिँ? ल थ्याङ्क यू आइसक्रिम। नपाएर नआएको अरे तिमीले। यो मिल्ने कुरा हो। फेरि हामी त फेरि खाएर फिर्ता गरिदिन्छौँ। हेलो गाइस के अरे भात नखाएर हो
भात नआएर क्या अहिले भात आएपछि त पुरा फेरि अफिस त फेरि खुल्ला हुन्छ नि आज शनिबार होइन पहिले यो प्रोग्राम गरेर खानु भनेको त केटीहरूले त अघि चप्काएको छ यार एउटा ड्रेस लाएर क्या लाउडी न म त ड्रेस ए एउटा ड्रेस पार्टी चलिरहेको छ यहाँनिर आन्टीहरूको आन्टी पार्टीहरू यहाँ खानु गइरहेको थाहा छैन के पकाउनु म त हिँड्नै सक्दिनँ हौ म त हेर न दिदीको बिजोक छ हेर त मलाई नि गल्यो हामी यस्तो हुँदो रहेछ क्या यो हुन्छ गाईहरू खतरा पाएको छ लु हामीलाई यहाँनिर नयाँ वर्ष खुवाउनु ल्याउनु भएको अरे 2टा पोकामा भात त देखेको थिएँ पस्केर कसले दिएको नि आयो यो नयाँ वर्षमा अलपत्रै परिने रहेछ बिच बाटोमा ल्याएर अलपत्र पारेर छोड्या छन् मुसा कुदेर वहाँनिर भोक लाएर मर्नु लाग्यो अरे पनि आइसक्नु भएको छ यहाँ देख्न सक्नुहुन्छ ह्याप्पी बर्थडे टु यु ह्याप्पी एनिभर्सरी हो कि बर्थडे हो ह्याप्पी एनिभर्सरी टु यु खै 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 हस्बेन्ड बेहुला आउनु पर्यो बेहुला बेहुलीको यहाँनिर